थालेको अहिले चाहिँ क्या मलाई त हिँड्नुपर्छ क्या सनफ्लावर। हेलो नमस्ते सेवा वेलकम टु माई युट्युब च्यानल। अनि आज पनि मैले भिडियो स्टार्ट गरिसकेँ। अनि बुझ्नु कि आज मेरो छुट्टी हो। अनि मेरो छुट्टीमा चाहिँ म कहिले पनि घरमा आउन त्यो सबै हजुरहरूलाई थाहै छ। अनि आज पनि यति टन्टलापुर घाम छ, त्यही पनि म बाटो लागिसकेँ। अनि आज म जाँदैछु। अस्तिदेखिको मेरो चाहिँ प्लानिङ थियो क्या, 1 महिना आएदेखिकै प्लानिङ हो त्यो सनफ्लावरको फिल्डमा जाने चाहिँ। सो आज म जाँदैछु, तर यति धेरै हिँड्नु पर्दो रहेछ। हेरौँ पुग्छ पुग्दैन थाहा छैन। स्टे ट्युन गाइज, पुग्यो भने त भिडियो आइहाल्छ, हेर्दै गर्नु। अनि म चाहिँ यहाँ बस चढ्ने ठाउँमा आइसकेँ। अनि यहाँबाट चाहिँ मैले बसमा जानुपर्ने हुन्छ। सो म यहाँ बस पर्खिँदैछु। बस चाहिँ फेरि 11 बजेर 9 मिनटको रहेछ के। म चाहिँ छिटो आएछु, 11 बजेको छैन। सो अब म यहाँ बसिरहेको छु। ल चार्जै छैन यार, चार्ज धेरै छैन। पावर ब्याङ्कले कतिको थाम्छ आई डोन्ट नो। आज म पुग्छु पुग्दिनँ, त्यति धेरै हिँड्नुपर्छ। हेरौँ कतिसम्म पुगिन्छ। सक्यो भने पुगेँ, नत्र फर्केर आउँछु, के भन्छ नि त्यस्तै छ। ल स्टे ट्युन एभ्रिवान। चाहिँ अब गएँ ल, बल्ल बल्ल बस आयो। बसमा चाहिँ यसरी बस्नुपर्छ। गाइजहरू होइन, अनि म चाहिँ गाडीबाट उत्रिसकेँ। गाडीले चाहिँ यहाँ यस्तो क्या, मैले अलिक यो समय जाने गाडी चाहिँ पाइनँ क्या, बिहानै जाँदो रहेछ। अनि थाहा भएन। अनि अर्को गाडीमा चढेको, यो चाहिँ लास्ट उयोमै रोकिँदो रहेछ। यहाँबाट चाहिँ कति धेरै हिँड्नुपर्ने क्या, आधी घन्टाभन्दा बढी। सो म हिँड्दैछु। अनि एकदम दामी ठाउँ क्या, यतातिर त कस्तो रमाइलो। हेर्नु न, देख्न सक्नुहुन्छ यस्तो दामी ठाउँ छ होइन। तर घाम यस्तो छ कि त्यही पनि मलाई त अब भिडियो बनाउनु घुम्नु भनेपछि त्यत्तिकै मन परिहाल्छ। सो म चाहिँ घाममा भए पनि हिँड्दैछु। छाता छ, छाता बोकेको छु होइन। कस्तो खतरा ठाउँ हेर्नु न, देख्न सक्नुहुन्छ। अनि म कहाँ आएको छु क्या थाहा छैन है। म कहाँ आएको छु पनि थाहा छैन होइन। म चाहिँ अहिले कहाँ छु त्यो पनि थाहा छैन। आई डोन्ट नो फर्किने कसरी हो। मोबाइल चार्ज भयो भने त ठिकै छ, चार्ज भएन भने त बिजोक हुन्छ मेरो फेरि। सो देख्न सक्नुहुन्छ, यो सब उता नेपालको त गाउँतिर जस्तै छ क्या। अनि त्यहाँ माथि मकैबारीहरू कस्तो दामी दामी। अनि हेर्नु न, यो बाटो कस्तो दामी के। अनि यहाँ चाहिँ सायद कलेज होला, आई थिङ्क कलेज जस्तो लाग्यो, आई डोन्ट नो। लेट्स गो, स्टे ट्युन एभ्रिवान। यस्तो दामी ठाउँ हेर्नु न, देख्न सक्नुहुन्छ कस्तो दामी के। त पारी त हेर्नु त, हेर्नु, वाउ वाट अ नाइस प्लेस, ओ माई गड। अनि म यस्तो खतरा ठाउँमा आएको छु, आई डोन्ट नो कहाँ हो। अझै मैले कति हिँड्नुपर्छ क्या सनफ्लावरको पार्क जानु चाहिँ। तर यो ठाउँमा यस्तो दामी छ यार। उहाँ रिभर हेर्नु न, कस्तो दामी खोलाहरू रहेछ। ओ माई गड, वाट अ नाइस प्लेस। यो चाहिँ निस्सिन ब्रिज रहेछ होइन, देख्न सक्नुहुन्छ ब्रिज छ। यसको नाम चाहिँ निस्सिन, नाइरोको निस्सिन ब्रिज। आइसकेको छु नाइरो रिभर। यस्तो खतरा रहेछ कि यो ब्रिज, निस्सिन ब्रिज। अनि नाइरो रिभर खोला छ मुनि चाहिँ सानो सानो। यस्तो दामी ठाउँ छ। अनि म खासमा चाहिँ हिमावारी हिँडेको मान्छे होइन, तर बिचमा यस्तो दामी ठाउँ देखेँ कि। अनि हिँड्दा हिँड्दै सो मैले भिडियो बनाएँ। म हिमावारी पुग्नु चाहिँ अझै पनि कति धेरै लाग्छ क्या, 25 मिनट जति। अनि सो हिमावारी पनि जानु छ, आई डोन्ट नो जान्छु जान्न। तर यो ठाउँ यस्तो दामी, त्यो मस्ती आउँदाखेरि तोकेबाट आउँदाखेरि यस्तो त्यो डाँडाहरू देखेको सायद यही ठाउँ होला क्या, उता पारी पारी यस्तो दामी छ होइन। अनि यो ब्रिजमा चाहिँ मलाई यस्तो मन पर्यो होइन। मेरो नजिक भए चाहिँ म बेलुका बेलुका यतातिर घुम्न आउँथेँ क्या। अनि त्यही हो, यस्तो मन परिरहेको छ यो ठाउँ चाहिँ। मान्छेहरूले कस्तो हेर्छ क्या, यतातिर खासै भिडियो बनाएको देखेको छुइनँ क्या मैले चाहिँ। सो अनि मलाई चाहिँ मान्छेहरूले राखेको छ। त्यही स्टे ट्युन गाइज, म अझै पनि अब हिमावारी पुग्छु होला, आई डोन्ट नो। हेर्नु न मुनि, वाउ वाट अ नाइस। अब यसरी भिडियो बनाउने अवस्था। अनि म चाहिँ पुल हेर्नु न, यहाँ हेर्नु न मुनि, यस्तो दामी ठाउँ छ। ओ माई गड, वाउ कस्तो खतरा ठाउँ। उता चाहिँ नदी छ, नदी रिभर हो क्या यो चाहिँ। फापरबारीमा आएको छु होइन। यहाँ देख्न सक्नुहुन्छ नेपाल जस्तै फापरबारी चाहिँ सबै फापर हो। यस्तो दामी नाइरोको यस्तो पिसफुल ठाउँ क्या। मलाई त है, म आएको आज ठ्याक्कै यो ठाउँमा चाहिँ 1 मन्थ भयो। 1 मन्थमा मैले यति धेरै घुमिसकेँ। अनि सबै एकदम बेस्ट लागेको छ क्या। अनि यतापट्टि देख्न सक्नुहुन्छ, हेर्नु न यतापट्टिको उयोहरू ठाउँहरू हेर्नु त, पिसफुल कस्तो दामी ठाउँहरू क्या यतापट्टि। अनि त पारी पारी डाँडाहरू हेर्नु न। मलाई तर कस्तो डर डर लाग्यो उता जानु, त्यो पुलहरू छ। अनि म हिमावारी हिँडेको मान्छे, हेर्नु न यतैतिर अल्मलेर। हिमावारी त पुग्दैन होला सायद, आई डोन्ट नो। स्टे ट्युन एभ्रिवान। म होइन सनफ्लावर फार्ममा हिँडेको मान्छे, नाइरोको पुलमा आएर यहीँ अल्मले। अनि म अब सनफ्लावर फिल्डमा चाहिँ नजाने फाइनली भइसक्यो।
अनि म यतै पुलतिर भिडियोहरू बनाउँछु मलाई किनभने यो ठाउँ नै ओभर दामी लाग्यो अब यही ठाउँको भिडियो आजको लागि चाहिँ बनाउँछु भनेर म चाहिँ यहीँ बसेको छु अनि यो चाहिँ हो नाइरो रिभर अनि मैले अघि नै यता पुलतिरको बनाइसकेँ नि त बोर्ड चाहिँ यता रहेछ क्या अनि त्यही भएर म यतापट्टि बनाउन थालेको अहिले चाहिँ अनि अब म यतातिर नि यतातिर यहाँ कोइनहरू कस्तो दामी दामी छ त्यतातिर जान्छु अनि सनफ्लावर फिल्ड चाहिँ म नेक्स्ट टाइम जान्छु धेरै टाढा छ क्या यहाँदेखि हिँडेर जानुपर्छ नि त अनि त्यहाँ जाँदा चाहिँ मैले बिहानै अर्को बसमा गएँ भने चाहिँ हिँड्नु धेरै पर्दैन रहेछ 9 मिनट मात्रै पर्दो रहेछ त्यो बस चाहिँ मलाई थाहा नभएर छुट्यो क्या अनि मैले अर्को बसमा आएको अर्को बसमा चाहिँ 33 मिनट हिँड्नुपर्छ क्या अनि यहाँबाट पनि अझै 25 मिनट छ अनि मलाई कस्तो झ्याउ लाग्यो क्या यति घाम छ अनि यो घाममा कसरी जानुहोस् हो म चाहिँ आयो केले टोक्छौ अनि यहाँ नायरोको उयोमा छु गाइस देख्न सक्नुहुन्छ हेर्दै गर्नु ल स्टेट्युन म उता कोवनतिर जान्छु अब नायरो रिभरको सबै भिडियोहरू बनाएँ घुमेँ होइन अनि लास्टमा त चाहिँ पार्क रहेछ यस्तो हरियाली पार्क अनि फेरि म त अब हरियाली त देख्नै हुँदैन जहाँ पनि मच्छिरा भिडियो बनाउने मान्छे यस्तो मनपर्छ क्या यति शीतल यस्तो घाममा हिँडेर कस्तो गाह्रो भइरहेको थियो होइन यहाँ देखेको कस्तो रमाइलो अनि म चाहिँ यहाँ छिरिहालेँ भिडियो बनाउँदै अब यता पनि जान्छु कस्तो राम्रो रहेछ अस्ति नै गएको त आशैजीमाको कोवेन जस्तो रहेछ यतातिर चाहिँ हरियाली यस्तो दामी कति आएको भुसिन अनि अब होइन आज मैले मेरो आउटफिट भन्नै पाइनँ किनकि म घाममा हिँड्दा हिँड्दै बनाउन थालेँ नि त म गइनँ नि त जहाँ म हिमावरी उयोमा पुगेर बनाउँछु भन्थेँ त्यहीँ पुगिनँ सो मेरो आउटफिट त यस्तै देखिसक्नुभयो अनि त्यही हो हिमावरी हाकते हिँडेको मान्छे म के भन्छ नायरोको नाम त निस्सिन ब्रिज यहाँ चाहिँ खासै केही रहेनछ होइन अस्तिको आशाजीमा पार्क जस्तै खाली उयोहरू छ त्यस्तो ठुलो पनि छैन यो चाहिँ अनि म चाहिँ खोइ के हो पार्कको नाम त थाहा भएन उफ अनि म चाहिँ भिडियो बनाउन आएको गर्मीले अझै के गर्नु गाइस एकतिर भनेको अर्कोतिर पुग्यो अझै तिर्खा लाग्यो क्या लास्टै कहाँ हिँडेको मान्छे यतिमा अड्क्यो यस्तो घाम छ अनि हिँड्दा त म त मर्ने रहेछ यति धेरै हिँडिसकेँ अनि अझै 30 मिनट हिँड्नुपर्छ पुग्नुलाई अनि आउँदा त बरु अर्को बसबाट आउँदा हुन्छ त्यही भएर म चाहिँ हार खाएर आज चाहिँ फर्केको क्या अनि लास्टतिर लाग्यो अनि कोक किनेर खाँदै खाँदै अब यहाँ फेरि यहाँ गाडी कस्तो ढिलो आउँछ क्या अब के गरेर बस्ने होला फेरि त्यो गाडी आइन्छ यस्तै झ्याउ लाग्दै आया त्यतै जाने आमामा टमाटर हेर्नु न कस्तो दामी टमाटर फलेको यतातिर त कस्तो क्या नेपाल कस्तो गाउँहरू मकै पनि दारी जुगाएछ टमाटर फलेछ प्याज यत्रो भएको छ मलाई टिप्नु दिनु नि त्यो टमाटर कस्तो मजा हुन्छ यत्रो त पाकेको यस्तै छ अब म फर्किँदैछु त्यही हो अब बस पर्खिनुपर्छ टन्नै अघि ढिलो भयो क्या हिँड्दा हिँड्दै अनि बस छुट्यो अनि अब ढिलो आउँदो रहेछ क्या अर्को बस फेरि सो म पर्खिन्छु त्यही हो गाउँघर चाहिँ साह्रै रमाइलो छ यार यहाँ चाहिँ फेरि मेरोदेखि अलिक टाढै पर्छ बसमा आउनुपर्छ कति 15 मिनट जस्तो लाग्छ गाइज अब फर्किने म फर्केको अब कोक पनि खाएँ गर्मी म यहाँ गाडी बस पर्खिँदैछु 1:49 मा आउने छ बस चाहिँ अहिले चाहिँ 1:30 हुन लाग्यो अब म टन्नै बस्नुपर्छ सो आज चाहिँ मेरो कहाँ भनेर हिँडेको कहाँ भयो त्यही पनि केही छैन होइन जहाँ भयो नि अब रमाइलो भइगयो घुमिहालेँ तर घामले लास्ट बिरामी बनायो क्या त्यही भएर चाहिँ म फर्केको अझै पनि यहाँदेखि गाडी चढ्यो भने त 9 बजेमा पुगिँदो रहेछ 9 मिनटमा पुगिँदो रहेछ त्यो सनफ्लावर पार्क यहाँबाट फेरि गाडी आउँदो रहेछ तर फेरि मलाई कस्तो अब यहीँ थाक्यो नि त गले अब डाइरेक्ट गएको अब हुन्थ्यो अब यहीँ भिडियोमा थाक्यो नि सो म चाहिँ नगएको नेक्स्ट टाइम फेरि जान्छु सनफ्लावर फार्ममा चाहिँ म जान्छु नै यो 23सम्ममा फेस्टिभल छ फेस्टिभलको बिचमा चाहिँ म जान्छु अनि आज चाहिँ मैले यहीँबाट फर्केँ अनि मेरो भिडियोहरू आज चाहिँ थोरै खोइ के भयो आई डोन्ट नो होइन अब भरे एडिटर गर्दा थाहा हुन्छ जे जस्तो भयो भने हजुर सबैले सपोर्ट गरेर माया गरिदिनु होला हेरिदिनु होला अनि लाइक सेयर कमेन्ट पनि गर्नु होला यसरी नै अनि म नायरो अझ म पछि अब उयो राम्रो ठाउँको बनाउँछु अनि फाइनली आज चाहिँ मेरो 1 मन्थ है नायरोमा आएको चाहिँ 1 मन्थ पुरा भएको छ अनि आजकै दिन म अस्तिको महिनाको म 12 गते नै आएको थिएँ क्या नायरो चाहिँ ठक्क इक्खागेचु नात्तायो क्यो नायरो किता यो 1 महिनाको बिचमा चाहिँ मैले कति धेरै भिडियोहरू बनाएँ क्या कता कता गएँ एक्लै भए पनि चिलमा यसरी चाहिँ हिँड्नुपर्छ क्या एक्लै पनि अब मैले त पुरा यो नयाँ ठाउँहरू क्या मेरो लागि म कहिले पनि नआएको ठाउँहरू सबै मैले म्यापमा हेर्दै बसमा चढ्दा पनि ड्राइभरलाई सोध्दै छेउमा आएको जस्तो भए पनि हजुरहरूले माया अनि साथ सपोर्ट गरिदिनु होला भन्दै थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई